त म यो दोभानको पुलमा छु। यो पुल भनेको चाहिँ खुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका जोड्ने पुल हो। यो ऐतिहासिक पुल हो। यो अहिले म यो उभिरहेको पुल चाहिँ यो ऐतिहासिक पुल हो। अब यो 20 वर्षभन्दा बढी भइसकेको छ। यसले चाहिँ तपाईँको चाहिँ यो बाटोमा चाहिँ म सानोमा हुँदाखेरि बारान्देबाट नुन बोक्नु पर्थ्यो। 25 किलोको नुन बोकेर कति धेरै यो पुलबाट यात्रा गरेको छु मैले। अनि यो ब्याकग्राउन्डमा तपाईँले एउटा सुमधुर आवाज सुनिराख्नु भएको छ। यो आवाज भनेको चाहिँ यो मेवा खोलाको आवाज हो। यो मेवा खोलाको यस्तो तरिकाले प्राकृतिक सुन्दरताले एकदम स्वच्छताले आफ्नो तरिकाले छङ छङ गर्दै अगाडि बढिरहेको छ। यसको गन्तव्य कहाँ हो, यसको उद्देश्य के हो, के पनि थाहा छैन। तर यसले यति धेरै प्राकृतिक यहाँ मनोरम दृश्य प्राकृतिक आवाज दिइरहेको छ। यसले एकदम मनमा एकदम शान्ति आनन्द मिल्छ। यो पाठीबाट काठबाट बगेको खोला हो। यो कुम्भकर्णको चाहिँ कुम्भकर्ण हिमालको खेतबाट बगेको नदी हो। यो चाहिँ गएर कम्मर खोलामा मिसिन्छ। अब यहाँ पढेर तपाईँको त्रिवेणी छ, त्यहाँ गएर मिसिन्छ। अनि यो कम्मर खोला यो सप्तकोशीमा मिसिन्छ साथीहरू। अनि अब अर्को भनेको यो मेरो यतापट्टिको यो पुल भनेको चाहिँ यो ऐतिहासिक पुल हो। यो तपाईँको चाहिँ मोटरवे पुल यो बनेको अब धेरै भएको छैन। तपाईँको 23-7 वर्ष जति भयो होला। तर यो बन्नुभन्दा अगाडिको चाहिँ रोचक प्रसङ्ग छ क्या। अब यो 3 चोटि चाहिँ यो खोलाले बन्दै बगाएको थियो। त्यसपछि मात्रै यो बनेको हो। त्यसो हुँदा चाहिँ यसको पनि एउटा चाहिँ इतिहास बोकेको छ। यो पुलले अहिले तपाईँको भन्नुहुन्छ भने खुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकालाई मोटरवे पुल मार्फत जोड्ने मात्रै नभएर यसले चाहिँ ठुलो चाहिँ तपाईँको चाहिँ यहाँको चाहिँ मान्छेहरूले उपभोक्ताहरूलाई चाहिँ सहजीकरण गरेको छ। लगभग दैनिक जस्तो तपाईँको यहाँबाट 100वटाभन्दा बढी गाडीहरू चाहिँ आवाज गर्छन्। ट्याक्सीहरू, मालवाहक ट्रकहरू, मोटरसाइकल, टेम्पोहरू। त्यसले गर्दाखेरि धेरै यहाँको चाहिँ मेरिङदेन गाउँपालिका, आठरे त्रिवेणी गाउँपालिका, मायाखण्ड गाउँपालिका, अनि तपाईँको यो मिकखण्ड गाउँपालिका लगायतको गाउँपालिकालाई चाहिँ सदरमुकामसँग जोड्ने ऐतिहासिक काम, एकदम महत्त्वपूर्ण काम यो पुलले गरेको छ। त्यसले गर्दाखेरि पनि विकासको गतिहरू चाहिँ गाउँमा पुगेको छ। गाउँमा सेवा सुविधा पुगेको छ। अनि तपाईँको चाहिँ गाउँमा चाहिँ विकास भएको छ। तर केही न केही मान्छेको चाहिँ चेतनाहरू चाहिँ अलिअलि अझै पनि परिवर्तन गर्नुपर्ने अवस्था छ। त्यसो हुँदाखेरि अहिले चाहिँ सहरभन्दा गाउँ धेरै आनन्द र धेरै रमाइलो भइसकेको छ है साथीहरू। त्यसले गर्दाखेरि तपाईँहरू पनि यो दोभान बजार यहाँ यतापट्टि हेर्नुहोस्। यो दोभान बजार भनेको एकदम ऐतिहासिक धेरै पुरानो दोभान बजार हो। अनि यो खोला छ, यो मेवा खोला। यो खोलामा चाहिँ तपाईँको वर्षेनी तपाईँको चाहिँ 100-200 भन्दा बढी चाहिँ टुरिस्टहरू चाहिँ ऱ्याफ्टिङ गर्नुको लागि आउनुहुन्छ। माथिबाट ऱ्याफ्टिङ गर्दै उहाँ चतरा निक्लिन्छ साथीहरू। चतरा सप्तकोशीमा चतरामा निक्लिन्छ। यो चाहिँ ऱ्याफ्टिङको लागि चाहिँ एकदम राम्रो छ होइन। कहिले कहिले त अब प्राकृतिक कुरा दुर्घटनाहरू आउन सक्छ होइन। तर ऱ्याफ्टिङ पनि हुन्छ साथीहरू यहाँ है। यो चाहिँ अहिले दोभान बजारबाट चाहिँ मैले यो जानकारी दिइरहेको छु। तपाईँहरू पनि यो दोभान बजार भिजिट गर्न, यो पुल भिजिट गर्न, अनि यताको प्राकृतिक सौन्दर्यहरू चाहिँ हेर्नको लागि तपाईँहरू पनि आउन सक्नुहुन्छ साथीहरू। यो चाहिँ आन्तरिक पर्यटन प्रबन्धनको लागि पनि र तपाईँमा चाहिँ इन्टरनेसनल टुरिस्टहरूको लागि पनि एकदम महत्त्वपूर्ण ठाउँ हो दोभान बजार। यो तपाईँको यस्तो कष्ट परेको यहाँ माथि यस्तो ठुलो भिड, महाभिड, महाभारत है। अनि यहाँ तपाईँको खोला यस्तो ठुलो, तर यहाँ सुन्दर बस्ती अनि राम्रो व्यवस्थित होटलहरू छ। ल साथीहरू, यो भिडियो त धेरैभन्दा धेरै हेरेर लाइक, कमेन्ट, सेयर गरेर धन्यवाद। बाई बाई।